आजको हाम्रो डिनर भनेर पो भएन हौ। आजको हाम्रो डिनर टक्क यहाँ चाहिँ खसीको भुटन छ, खो तपाईँको मासु देख्दैन नि त। यहाँनिर छ यता मात्रै यता अलि लिनु न त, थुक्पा। यता मात्रै। थुक्पा छ, सुँगुरको मासु छ, रायो साग छ, प्लस निम्बु। अनि यहाँ म पनि छु है। यता हाम्रो खानु दिदी चाहिँ छोड्नु हुनुहुन्छ, हुँदैन है, खानु पर्छ। यता हाम्रो दिदी मान्छेले हुनुहुन्छ। जसुकै भनोस् खानु चाहिँ छोड्नु टक्क पर्छ। आज चाहिँ हाम्रो खुवाइ चाहिँ यस्तो छ डिनर। खै चाहिँ मरद छ है फेरि। खुवाइ चाहिँ मरद छ हो, मासु भन्दै सिधै चक्क कप्पै हाल्दैछ हौ फेरि मासु चाहिँ छ नि। झ्याप्प लाएर होइन। ल सुरु गरौँ है, सुरु गरौँ ल। बस है। च्वाचे हेर्दै हो च्वाचे प्लस प्लस गर्नुले च्वाचे प्लस खसीको भुटन। हेलो टक्क गाइस, ल। आज चाहिँ खसीको हाम्रो भुटन खोइ हो, एउटा काँटा चाहिँ खोइ त अन्त दुईटा भाइ टक्क लाएर अनि होइन। म अनि आजको हाम्रो डिनरमा चाहिँ थुक्पा। पोर्क थुक्पा है। कहाँको चिकन हौ? पोर्क हौ, सुँगुरको मासु अनि च्वाचे थुक्पा हो। धराने कालो बङ्गुर हौ, फेरि कलकत्तामा भेटेको रहेछ हौ। धराने कालो बङ्गुर। आजको डिनरमा चाहिँ हाम्रो थुक्पा खान लागेको। खाइदिएको ल। जाडोमा तातो तातो खाएको ल? थुक्पा। नेपालको जस्तो है थुक्पाको उ त नुडल्स त। अनि यसले अनि उताबाट ल्याएको नि त मैले थुक्पा चाहिँ फेरि उता कालिम्पोङ दार्जिलिङबाट लिएर आएको है फेरि। कालिम्पोङको थुक्पा फेरि मेरो